दर्शकबिनहरु बीबीसीको 41 मिनेट लामो भिडियोले देशभर तहल्का मचाएको छ भने सारालाई डर र त्रासको भावनामा राखेको छ। कसैले यसलाई विदेशीको चलखेल भनेका छन् भने कसैले निष्पक्ष छानबिन गर्नका लागि गोली चलाउने आदेश कसले दियो त्यसको प्रमाणका रूपमा पनि लिएका छन्। बीबीसी वर्ल्ड सर्भिस भन्छ हामीले नेपाल प्रहरीको गोप्य दस्तावेज फेला पारेका छौं। नेपाल प्रहरीको आन्तरिक लगबुक प्रहरीले रेडियो सञ्चारमा गर्ने कुराकानीको लिखित रेकर्ड प्राप्त गरेका छौं। यसमा लेखिएको छ भदौ 23 गते काठमाडौँको सडकमा कुन कमान्ड सेन्टरबाट कुन समयमा कस्तो आदेश आएको थियो भन्ने कुरा मिनेटमा खुलाएको छ, जसमा 12:37 छतको सबै टोलीलाई तल झर्न भनिएको छ। यो आदेश चाहिँ भेसीबाट आएको देखिन्छ। त्यसैगरी 12:40 पिटर 1 भन्ने कल साइनबाट एउटा स्पष्ट आदेश गएको देखिन्छ। आदेशमा भनिएको थियो कर्फ्यू लागिसक्यो, अब अनुमति लिइरहनु पर्दैन, आवश्यक बल प्रयोग गर। वास्तवमै यो समयपछि प्रहरीले घातक हतियारको प्रयोग गर्न सुरु गरेको थियो। अहिले यो कल साइनलाई बीबीसीले पिटर 1 अरु कोही नभएर तत्कालीन आईजीपी चन्द्र कुबेर खापुङ हुनुहुन्थ्यो भनेको छ, तर आफूले गोली चलाउने आदेश दिएको छैन भन्दै चन्द्र कुबेरले डिनाई गरेका छन्। तर यो बीबीसीको डकुमेन्ट्री भिडियोमा कतै पनि केपी शर्मा ओली, रमेश लेखक र छविलाल रिजालको बारेमा बीबीसी मौनतामा देखिन्छ।